सुन्दैखेरि पनि आङै सिरिङ्ग भएर आएको छु। अब यो घटनाको जतिसुकै निन्दा गरे पनि कमै हुन्छ। एउटै मात्र माग भनेको चाँडोभन्दा चाँडो न्याय दे र यसलाई फाँसी दे। होइन, कुनै अधिकार छैन कि यस्तो राक्षसहरूको बाँच्ने कुनै अधिकार हुँदैन। र मेरो देशको प्रधानमन्त्री आफ्नो परिवारलाई पर्दाखेरि पुरा सिंहदरबार नै जलाइदिन्छु भन्ने, अहिले यो सिंह देश नै तिम्रो परिवार हो भने यो सम्पूर्ण सानसाना नानी बाबुहरूको तिमी एक्लो अभिभावक हौ र तिमी पनि एउटा नानीको बाउ हौ। अब यो नानीलाई को ठाउँमा आफ्नो छोरीलाई राखेर हेर र के गर्दाखेरि उचित हुन्छ त्यो गर। होइन, एक मात्र माग भनेको फाँसी नै हो। यस्ता घटनाहरू बारम्बार नदोहोरिनुको लागि के गर्नुपर्छ त्यतातिर ध्यान दिनु र जति सक्दो चाँडो कडाभन्दा कडा कानुन ल्याऊ र भोलि गएर यस्ता कुकर्महरू चाहिँ दोहोरिन नदिन के गर्नुपर्छ त्यसमा ध्यान दिनु र यो घटनालाई पनि सामान्य तरिकाले थामथुम गर्न खोजी त्यो मान्य हुँदैन, त्यो स्वीकार्य हुँदैन। छिटोभन्दा छिटो न्याय दे सरकार, न्याय दे।